हेलो गाइज, आज छ हाम्रो भ्लग बनाउने डे 12 र आज म छु गोविन्द भाइजीसँग हाई गरिदिनु र आज म छु रुपेश भाइसँग हाई गरिदिनु। आज हामीले 3 किलोमिटर रनिङ गर्यो र 1 घन्टा एक्सर्साइज गर्यो। हामीलाई 3 किलोमिटर रनिङ गर्नमा लाग्यो 10 मिनट र एक्सर्साइज गर्नमा लाग्यो 1 घन्टा। अझै हामीले रुखमा पनि चढ्यो अनि वार्मअप गरेपछि हामीहरू अहिले घर गइरहेछौँ। ल बाई गरिदिनु त। बाय बाय, धन्यवाद। हेलो गाइज, मैले 4 बजे उठेर अलिकति ब्ल्याङ्केट हटाएँ। त्यसपछि बाहिर गएपछि मुख हात धोएपछि जुत्ता लगाएँ। दुवै खुट्टामा जुत्ता लगाएर लेन्स छोरी बाँध्दैछु र छोरी बाँध्दैछु छोरी। धेरै टाइम लाग्यो बाँध्नमा। त्यसपछि बाहिर गएँ। बाहिरको घर दरवाजा खोलेपछि बाहिर निस्कियो र धोका लगाइदिन्छु म। लगाएर बाहिर गएपछि बाहिर निस्किएँ। 6 लाइनमा अलिकति एक्सर्साइज गर्यो। पुगेपछि वार्मअप गर्यो, हात खुट्टा हिलायो र तलमाथि गर्यो। गर्दै गर्दा अलिकति माथि उफ्रियो खुट्टा, अहिले बसायो। एक्सर्साइज गर्दै अलिकति साइड बाई साइड पनि एक्सर्साइज गर्यो। यो एक्सर्साइज गरेपछि राम्रो लाग्यो। तलमाथि उफ्रिएपछि रनिङ गर्न थाल्यो। रनिङ गर्दैछु पेट्रोल पम्पमा। 3 किलोमिटर रनिङ गर्यो आज म। त्यसैले धेरै रनिङ आएको होला। रनिङ गर्दै गर्छु। त्यसपछि अलिकति पुल्लाको माथि अलिकति एक्सर्साइज गर्यो। ह्यान्डस्ट्यान्ड गरेपछि गर्दैछु ह्यान्डस्ट्यान्ड गर्यो, साइड फ्लिप। त्यसपछि ब्याक फ्लिप गर्दैछु। ब्याक फ्लिप अनि अलिकति सर्ट रनिङ गर्यो, धेरै फास्ट। ओहो वाउ, नाइस। सर्ट रनिङ गरेपछि अलिकति लङ रनिङ पनि गर्यो। हेर्नुहोस्, म सबैलाई पछुवाइदिन्छु। यो धनुषा कोचिङको एकाडेमी छ, सबैलाई म पछुवाइदियो अकेले। हेर्नुहोस्, म अगाडि बढ्दैछु, बढ्यो गाडी।